केही दिन अगाडि म मेरो फ्यामिलीका साथ उर्लाबारी आइतबारमा आयोजित मेला हेर्न गएको थिएँ र उक्त मेलामा प्रमुख आकर्षक रूपमा चाहिँ रोटेपिङ रहेको थियो। रोटेपिङ देख्ने बित्तिकै पापा रोटेपिङ खेलौँ भन्न सुरु गरे केटाकेटीले। तर मैले चाहिँ उनीहरूको त्यो अनुरोधलाई स्वीकारिनँ होइन। अनि उनीहरूलाई चाहिँ सिधै मैले स्टलतिर लगेँ। स्टलमा चाहिँ विभिन्न प्रोडक्टहरू चाहिँ बेच्नका लागि राखिएको थियो र स्टलभित्र पनि विभिन्न प्रोडक्टहरू हेर्दै जाने क्रममा होइन तिनीहरूको प्राइस सोध्दै जाने क्रममा अब प्रोडक्टहरूको मूल्य चाहिँ अब रिजनेबल नै लाग्यो मलाई। र नानीहरूले जुन प्रोडक्ट देख्यो त्यही प्रोडक्ट किनिदिनु पापा भनिरहेका थिए। तर मैले चाहिँ अब खास गरिकन पैसा पनि बोकेको थिइनँ र सपिङ गर्ने उद्देश्यले हामी पनि गएका पनि थिएनौँ होइन। फाइनली हामी स्टलबाट बाहिर निस्क्यौँ अनि बाहिरको रमाइलो दृश्यहरू चाहिँ हेर्न सुरु गऱ्यौँ। 9 बज्न लाग्दा पनि खासै मान्छेहरूको भिड चाहिँ मैले पाइनँ। खास गरिकन मेला महोत्सव भन्दाखेरि चाहिँ एकदमै भिड हुने गर्छ। पहिला पहिला भिड हुने गर्थ्यो होइन। लास्ट इयर पनि यसरी नै उद्योग वाणिज्य सङ्घले चाहिँ उर्लाबारीको उद्योग वाणिज्य सङ्घले चाहिँ मेलाको आयोजना गरेको थियो। यो साल त झन् अब नगरपालिका लगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा चाहिँ नगरपालिकाले आयोजना गरेको यो अब मेलामा चाहिँ खुब भिडभाड हुनुपर्ने, खुब मानिसहरूको उपस्थिति हुनुपर्ने हो। तर मैले त्यस्तो धेरै पाइनँ होइन। विभिन्न खेलहरू चाहिँ अब त्यहाँ चाहिँ केही मानिसहरू मात्रै खेल खेलिरहेका थिए। अर्को आकर्षकको रूपमा चाहिँ मैले उक्त मेलामा चाहिँ अब यो काठको रोटेपिङ होइन, यो चाहिँ पाहाडमा मात्रै पाउँछ भन्थे र मुभीहरूमा मैले देख्ने गरेको थिएँ। स्टेजमा चाहिँ अघिदेखि नै एकजना उर्लाबारीका स्थानीय सिङ्गरले होइन गाइरहनु भएको थियो र प्रोग्राम सञ्चालकले उहाँको बारेमा चाहिँ केही कुराहरू भन्नुभयो होइन। त्यसै गरी टिका सानो भन्ने एकजना अब फिमेल सिङ्गरले पनि त्यहाँ चाहिँ पर्फर्म गर्नुभयो। हुन चाहिँ उहाँले म लोक दोहोरी गायिका हुँ भन्दै हुन्थ्यो। तर मैले चाहिँ उहाँलाई पहिचान गर्न सकिनँ होइन। खास गरिकन आजभोलि म्युजिक नसुनेर पनि होला होइन। नानीहरूसँग म चाहिँ अब रै पनि टिका सानुका केही गीतहरू होइन सुनिरहेको थिएँ, हेरिरहेको थिएँ। यसै बिचमा चाहिँ अब मेलिना राईको अब आगमन भयो स्टेजमा होइन। अनि त्यसपछि मेलिना राईका हामी गीतहरू चाहिँ सुन्न सुरु गऱ्यौँ साथीहरू। मेलिना राईले पनि आफ्ना नयाँ पुराना थुप्रै गीतहरू गाउनुभयो होइन। उहाँले अब स्टेजमा अब केही हदसम्म चाहिँ डान्स पनि गर्दै डान्स पर्फर्म गर्दै होइन गीतहरू चाहिँ प्रस्तुत गर्नुभयो। खुब रमाइलो लाग्यो। अब सधैँ चाहिँ उहाँलाई चाहिँ अब यसो म्युजिक भिडियोमा मात्रै उनको आवाज सुन्ने होइन, उहाँको आवाज सुन्ने। तर आज लाइभ उहाँलाई देख्न पाउँदा चाहिँ मलाई पनि निकै खुसी लाग्यो। विशेष गरिकन मेरो मिसेस कमला अनि नानीहरू चाहिँ खुब खुसी भए होइन। खास गरिकन मेलिना राईको कन्सर्ट हेर्ने चाहना चाहिँ मेरो मिसेस कमलाकै थियो। त्यसले उनको रहर पुरा गर्नका लागि पनि म चाहिँ उनलाई र मेरो परिवारका अन्य सदस्यहरूलाई लिएर चाहिँ म चाहिँ उक्त मेला पुगेको थिएँ, उक्त कन्सर्टमा पुगेको थिएँ। मेरो नानी युमाले चाहिँ बबल टी नखाई भएन। त्यसैले मैले उनलाई बबल टी किनिदिएँ। त्यसपछि उनी बबल टी खान थालिन्। त्यसपछि हामी चाहिँ अब मेला बाहिर गेट बाहिर निस्कन सुरु गऱ्यौँ र बाहिर रहेको अब सफारीमा चढेर चाहिँ हामी घर फर्क्यौँ। अब यतिखेर चाहिँ रातको 10-11 जस्तै बजिसकेको थियो। मेरो छोरो देहाङ्स चाहिँ अलरेडी उसको मम्मीको काखमा निदाइसकेको थियो। अनि हामी चाहिँ फाइनली घर आइपुग्यौँ।